मॉर्निंग एंड नमस्ते। तो चलिए शुरू करते हैं। सबैलाई ह्यापी दसैँ 2078 सालको सबैलाई शुभकामना। सबैले माया गर्दै जानुहोस्, साथ सपोर्ट गर्नुहोस् है। सबैले दसैँ राम्रोसँग मनाए एउटै फ्यामिली चारैतिर हुने अब के दसैँ हुन्छ भाइ, हामी परदेशीको के दसैँ हुन्थ्यो र है। दसैँ तिहार भन्दा अब मनै चिसुक्क हुँदो रहेछ। कतै परदेशीहरू नेपालको दसैँ तिहारको बेला नेपाल फर्किएर हुन्छ। भर्खर आएको नेपाल के फर्किनु, कमाइ समय छैन। जान्छु पछि गएपछि चाहिँ यस्तो कमाउँछु नेपाल गएर कहिले फर्किनु नपरोस् के विदेशमा। अनि माया नेपाल गएर सबैले माया र साथ सपोर्ट गरिदिनु होला है। त्यही हो, सबले दसैँको रमझम लागेको छ गाउँतिर। घरतिर के भन्नु, अब भित्र बाउ मलेसिया, दिदी जापान, म खाडी दुबई, आमा नेपाल। अब कसो के लाग्छ, ना दसैँ ना तिहार। सबले माया साथ सपोर्ट गरिदिनु होला। हिजो अस्तितिर साथीहरूलाई थाहा थिएन रहेछ, त्यहाँनिर साथीहरूलाई अनि गाउँको भाइलाई पनि थाहा थिएन रहेछ म विदेश आएको हो भनेर। अनि अस्ति भाइले सोधेको अरे सुशीललाई किन नआएको सोधेछ र मम्मीलाई। मम्मीले विदेश गइसकेलाई थाहा छैन भनेर सानो पुच्चेले होइन होला बोल्यो भनेर उसको मम्मीसँग गएको रहेछ। त्यो सधैँ विदेश जाने बित्तिकै आउँथ्यो क्या गाउँको सानो गाडी आएर है। अरू के पाउनु होला, सबले माया र साथ सपोर्ट गरिदिनु।